काठमाडौँको चन्द्रागिरीका 48 वर्षीय एक पुरुषलाई केही हप्ता अघि घरमै पालेको एउटा सानो कुकुरले टोकेको थियो। कुकुर सानो थियो, घाउ पनि धेरै गहिरो थिएन, त्यसैले परिवारले केही हुँदैन होला, खोप लगाइहाल्नु पर्दैन भनेर सोचे। नजिकैको स्वास्थ्य संस्थामा पनि रेबिज विरुद्धको खोप उपलब्ध थिएन। परिवारले पनि त्यति गम्भीर रूपमा लिएन, तर केही सातापछि ती व्यक्तिमा असामान्य लक्षण देखिन थाल्यो। ज्वरो आयो, बेचैनी बढ्यो, पानी देख्दा डर लाग्न थाल्यो। त्यसपछि मात्रै परिवारले उनलाई टेको स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्यायो। तर त्यति बेला धेरै ढिलो भइसकेको थियो। रेबिजले उनको स्नायु प्रणालीमा आक्रमण गरिसकेको थियो। उपचारकै क्रममा शनिबार उनको मृत्यु भयो। अहिले नेपालमा रेबिज खोपको अभाव देखिएको छ। यो प्रकरणबारे जान्ने प्रयास गरौँ। खोप नपाएकै कारण कसैको मृत्यु हुनु एउटा परिवारको पीडा मात्र होइन, नेपालको स्वास्थ्य प्रणालीका लागि गम्भीर चेतावनी पनि हो। अहिले देशभर सरकारी अस्पतालहरूमा रेबिज विरुद्धको खोपको चरम अभाव छ। कुकुरले टोकेपछि तुरुन्तै लगाउनु पर्ने खोप नपाएर मानिसहरू जिल्ला जिल्लादेखि काठमाडौँसम्म धाउन बाध्य छन्। निजी फार्मेसीमा महँगो मूल्य तिरेर खोप किन्नुपर्ने अवस्था छ। र सबैभन्दा डरलाग्दो कुरा के छ भने खोपको अभाव यस्तै रहने हो भने आगामी केही महिनामा रेबिजबाट हुने मृत्युको संख्या बढ़न सक्ने चेतावनी चिकित्सकहरूले दिइरहेका छन्। पछिल्ला दिनमा एउटा प्रश्न धेरै उठिरहेको छ, के नेपालमा अचानक रेबिजका बिरामी बढ़ेका हुन् कि सरकार खोप उपलब्ध गराउन असफल भएको हो? उत्तर अलिकति फरक छ। रेबिजका बिरामी अचानक बढ़ेका होइनन्, तर कुकुरले टोक्ने घटनाहरू भने वर्षेनी बढ़िरहेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा प्रत्येक वर्ष 50,000 देखि 60,000 भन्दा बढ़ी मानिसले सरकारी स्वास्थ्य संस्थाबाट रेबिज विरुद्धको खोप लगाउने गरेका छन्। निजी अस्पताल र क्लिनिकमा खोप लगाउनेलाई जोड्ने हो भने यो संख्या अझै ठूलो हुन्छ। नेपालमा प्रत्येक वर्ष 100 भन्दा बढ़ी मानिसको मृत्यु रेबिजकै कारण हुने अनुमान छ। विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर हरेक 9 मिनटमा एकजनाको मृत्यु रेबिजका कारण हुन्छ। यसको अर्थ के हो भने रेबिज कुनै सामान्य रोग होइन, यो संसारकै सबैभन्दा घातक संक्रमण मध्ये एउटा रोग हो। तर यसको अर्को पक्ष पनि छ, यो 100% रोकथाम गर्न सकिने रोग हो। यदि संक्रमित जनावरले टोकेपछि समयमै खोप लगाइयो भने मानिस पूर्ण रूपमा बाँच्न सक्छ। तर एकपटक लक्षण देखिन थाल्यो भने संसारभर लगभग सबै बिरामीको मृत्यु हुने गर्छ। उपचार सम्भव हुँदैन, अर्थात रेबिज लागेपछि उपचार छैन, खोप नै एकमात्र सुरक्षा हो। यही कारणले अहिलेको खोप अभावलाई चिकित्सकहरूले गम्भीर जनस्वास्थ्य संकटका रूपमा हेरिरहेका छन्। काभ्रे पलाञ्चोकी 55 वर्षीय गायत्री पाण्डेको कथा अहिलेको अवस्थाको प्रतिनिधि उदाहरण हो। उनलाई घर नजिकैको सामुदायिक कुकुरले टोकेको थियो। उनी सुरुमा जिल्लाकै अस्पताल पुगिन्, त्यहाँ खोप थिएन। अर्को सरकारी अस्पताल पुगिन्, त्यहाँ पनि खोप पाइएन। त्यसपछि जिल्लाका अन्य स्वास्थ्य संस्थामा खोजिन्, कतै पनि खोप उपलब्ध भएन। अन्ततः उनले निजी फार्मेसीमा 1,000 रुपियाँ तिरेर पहिलो डोज लगाइन्। तर रेबिजको खोप एक पटक लगाएर मात्रै पुग्दैन, 28 दिनभित्र 4वटा डोज लगाउनु पर्छ। निजीमा 4 डोज लगाउँदा करिब 4,000 रुपियाँ खर्च हुन्छ। सबै नेपालीका लागि यो सामान्य खर्च होइन। नेपालमा कुकुरले टोक्ने अधिकांश व्यक्ति श्रमजीवी, किसान, मजदूर र ग्रामीण क्षेत्रमा बस्ने नागरिक भएको खुलेको छ। उनीहरूका लागि 4-5 हजार रुपियाँ खर्च गरेर खोप लगाउनु सामान्य खर्च होइन, ठूलो भार हो। कतिपयले दैनिक ज्यालादारी गरेर परिवार चलाइरहेका हुन्छन्। यस्तो अवस्थामा खोप किन्न पैसा नभएर मानिसले जोखिम मोलेर बस्नुपर्ने अवस्था सृजना हुनु आफैमा एउटा गम्भीर सामाजिक अन्याय पनि हो। किनकि पैसा हुनेले निजी अस्पतालमा गएर खोप लगाउन सक्छ, तर पैसा नहुने नागरिकको जीवन भने सरकारकै भरमा हुन्छ। दोलखाका रेवन्त खत्रीको कथा पनि यस्तै छ। उनी काममा जान लागेका बेला पसल नजिकै रहेको कुकुरले टोकेको थियो। गाउँमा केही समय अघि यस्तै घटनामा एक व्यक्तिको मृत्यु भएको उनले सम्झिए। त्यसैले उनी काम छोडेर हतार हतार सरकारी अस्पताल पुगे, तर अस्पतालले खोप छैन भनेर फर्काइदियो। त्यसपछि उनी काठमाडौँ आउन बाध्य भए। कुकुरले टोकेर खोप लाउन आएको। खोप पहिला पनि हाम्रो गाउँमा एकजना मान्छेलाई टोकिथ्यो कुकुरले, पछि त्यो मान्छे मर्यो। यहीँ काठमाडौँ रिफर गरेर लिएर आउँदाखेरि मान्छे मर्यो, अनि मलाई विश्वास नलाएर म दौडेर यहीँ आएको।
यस्ता कथा अहिले देशभरका सयौं र हजारौं नागरिकका छन्। कुकुरले टोकेपछि मानिसको पहिलो चिन्ता घाउको पीड़ा होइन, खोप कहाँ पाइन्छ भन्ने बनेको छ। तर समस्या काभ्रे, दोलखा वा काठमाडौँको मात्रै होइन, रेबिजको खोप अभाव अहिले देशव्यापी ठूलो संकट बनेको छ। बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा 3 महिनादेखि खोप छैन। वीरगंजको नारायणी अस्पतालले 1 महिनादेखि बिरामीलाई रित्तै फर्काइरहेको छ। अछाम, पाँचथर, बर्दिया, हेटौडा, पर्सा, रौतहटदेखि पहाड़ी जिल्लासम्म सरकारी अस्पतालहरूमा खोपको चरम अभाव छ। कतिपय अस्पतालमा बिरामीलाई निजी पसलबाट आफैले खोप किनेर ल्याउन भनिएको छ भने कतिपय अस्पतालले बिरामीलाई सीधै काठमाडौँ जान सुझाव दिन थालेका छन्। अर्थात अहिले रेबिजको जोखिम भन्दा पनि खोप नपाइने डर नागरिकका लागि ठूलो समस्या बनेको छ। टेको अस्पतालका चिकित्सकहरूका अनुसार अहिले दैनिक 300 देखि 500 भन्दा बढ़ी मानिस रेबिजको खोप लगाउन अस्पताल पुगिरहेका छन्। सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, काभ्रे, रसुवा, दोलखा लगायतका जिल्लाबाट मानिसहरू काठमाडौँ आउन थालेपछि चाप निकै बढ़ेको छ। पहिले जिल्लाका सरकारी अस्पतालमै खोप पाइन्थ्यो। अहिले अवस्था यस्तो छ कि काठमाडौँको टेकु अस्पताल नै अन्तिम आश्रय बनेको छ। टेकुमा पनि मौजदात सकिने लागेको छ। अस्पतालले गण्डकी प्रदेश, बागमती प्रदेश र काठमाडौँ महानगरपालिकासँग सहयोग मागिरहेको छ। अब प्रश्न उठ्छ, किन हरेक वर्ष नियमित रूपमा खरिद हुने खोप यसपटक अभाव भयो? यस्तो अवस्था किन आइरहेको छ? जवाफ सरकारी खरिद प्रक्रियामा भेटिन्छ। हरेक वर्ष सरकारले करिब 3 लाख डोज रेबिज विरूद्धको खोप खरिद गरेर देशभर निशुल्क वितरण गर्दै आएको थियो। तर यो वर्ष खोप खरिद प्रक्रिया समयमै शुरू भएन। 2 पटक टेन्डर रद्द भयो। चैत महिनामै खरिद प्रक्रिया टुंगिनु पर्ने थियो। तर जेठको अन्तिम साता मात्रै तेस्रो पटक टेन्डर आह्वान गरियो। अर्थात सरकारलाई खोप सकिँदैछ भन्ने थाहा थियो। हरेक वर्षको आवश्यकता पनि थाहा थियो, तर समयमै खरिद प्रक्रिया पूरा गर्न सकिएन। यसको परिणाम अहिले हजारौं नागरिकले भोगिरहेका छन्। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरू स्वयंले खरिद प्रक्रिया अगाडि बढ़न नसकेको स्वीकार गरेका छन्। प्राविधिक र प्रक्रियागत कारणले टेन्डर 2 पटक अगाडि बढ़न नसकेको उनीहरूको भनाइ छ। तर आम नागरिकका लागि प्राविधिक कारणको कुनै अर्थ छैन। नागरिकलाई चाहिएको खोप हो, सरकारको स्पष्टीकरण होइन। अहिले प्रदेश सरकारहरू आफ्नै स्रोतबाट खोप खरिद गरिरहेका छन्। बागमती प्रदेशले आफ्नै स्रोतबाट 7,000 डोज खोप खरिद गर्यो। हेटौडा अस्पतालले मात्रै करिब 10 लाख रुपियाँ खर्च गरेर खोप किन्नु पर्यो। ठाकुर बाबा, तिलोत्तमा, बारबर्दिया जस्ता स्थानीय तहले आफ्नै बजेटबाट खोप खरिद गर्न थाले। यसले एउटा गम्भीर प्रश्न उठाउँछ, यदि संघीय सरकारले समयमै आफ्नो जिम्मेवारी पूरा गरेको भए के प्रदेश र स्थानीय सरकारहरूलाई यसरी आपतकालीन रूपमा खोप खोज्दै हिँड्नुपर्ने अवस्था आउँथ्यो? तर यी सबै उपाय अस्थायी हुन्, किनभने आवश्यकता यहाँ लाखौं डोजको छ। यति बेला अर्को गम्भीर प्रश्न पनि उठेको छ, सरकारले रेबिजको खोपलाई किन पर्याप्त प्राथमिकता दिएन? रेबिज वर्षेनी मानिसको ज्यान लिइरहेको रोग हो, तर नेपालमा यसलाई कहिले पनि प्राथमिक स्वास्थ्य संकटका रूपमा नै हेरिएन। कोविड आएको समय सरकार सक्रिय बन्यो। डेंगी फैलियो भने आपतकालीन बैठक बस्ने गर्छ। तर रेबिजका कारण वर्षेनी 100 भन्दा बढ़ी मानिसको ज्यान जाँदा पनि यो विषय सरकारको सार्वजनिक बहसको केन्द्रमा आउँदैन। अझ विडम्बना के छ भने सरकारले प्रत्येक वर्ष खोपको आवश्यक मात्रा कति हुन्छ भन्ने तथ्याङ्क पनि राखेको छ। वार्षिक 60,000 भन्दा बढ़ी मानिसले सरकारी स्वास्थ्य संस्थाबाट रेबिज विरूद्धको खोप लगाउने गरेको तथ्याङ्क छ। अर्थात माग कति हुन्छ भन्ने कुरा सरकारलाई पहिलेदेखि नै थाहा थियो। तर आवश्यकता थाहा हुँदाहुँदै पनि समयमै खरिद प्रक्रिया पूरा गर्न नसक्नु केवल प्राविधिक कमजोरी मात्र होइन, यो स्वास्थ्य व्यवस्थापनको गम्भीर असफलता हो। अझ केही अधिकारीहरूका अनुसार खोप अभावबारे सार्वजनिक रूपमा बोल्न समेत दबाव दिइएको छ। त्यसैले सरकारी कर्मचारीहरू बोल्न हिचकिचाइरहेका छन्। यो घटनाले पनि रेबिजको समस्या झनै गम्भीर रहेको देखाउँछ, किनकि जनस्वास्थ्यका समस्या लुकाएर समाधान हुँदैन, बरु समयमै जानकारी नपाउँदा थप मानिस जोखिममा पर्छन्। रेबिजको सबैभन्दा डरलाग्दो पक्ष नै यही हो। कुकुरले आज टोकेको मानिस भोलि मर्दैन। उसलाई 2 महिना, 3 महिना वा 1 वर्षपछि लक्षण देखिन सक्छ, तर एक पटक लक्षण देखिएपछि मृत्यु लगभग निश्चित हुन्छ। त्यसैले चिकित्सकहरूले अहिले चेतावनी दिइरहेका छन् कि आज खोप नपाएका मानिसको प्रभाव आगामी महिनाहरूमा देखिन सक्छ।
नेपालले सन् 2030 सम्म कुकुरबाट सर्ने रेबिज शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ, तर अहिलेको अवस्था हेर्दा त्यो लक्ष्य झनै टाढा देखिन्छ, किनकि रेबिज नियन्त्रणका 3वटा आधारभूत पक्षमै कमजोरी छ। पहिलो, कुकुरको बन्ध्याकरण र व्यवस्थापन प्रभावकारी छैन। दोस्रो, जनचेतना अझै कमजोर छ। धेरै मानिस सानो कुकुरले टोकेमा वा सानो घाउ भएमा खोप आवश्यक छैन भन्ने सोच राख्छन्। अर्को, सबैभन्दा महत्वपूर्ण पक्ष अर्थात खोपको उपलब्धतामै अहिले संकट आएको छ। यही कारणले अहिलेको अवस्था सामान्य खोप अभाव मात्रै होइन, स्वास्थ्य प्रणालीको व्यवस्थापकीय असफलता पनि हो। अब बुझौं, यदि कुनै व्यक्तिलाई कुकुरले टोक्यो भने उसले के गर्नुपर्छ भनेर। चिकित्सकहरूका अनुसार सबैभन्दा पहिले घाउलाई कम्तीमा 15 मिनटसम्म साबुन पानीले मजाले पखाल्नुपर्छ। त्यसपछि तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्छ र जति सक्दो छिटो रेबिज विरुद्धको खोप लगाउनुपर्छ। तपाईलाई पनि कुकुरले टोकिहाल्यो भने यस्तो प्रक्रिया अपनाउनुपर्छ। घाउ सानो होस् वा ठूलो, कुनै पनि टोकाइलाई सामान्य रूपमा लिनु हुँदैन, किनकि रेबिजले मानिसलाई दोस्रो मौका दिँदैन। त्यसैले सावधान हुन अत्यन्तै आवश्यक छ। आज अछामको कुनै गाउँमा कुकुरले टोकेको मानिससँग काठमाडौँ आउने पैसा नहुन सक्छ। बर्दियाको कुनै मजदुरले निजी क्लिनिकको 4 डोज खोपको खर्च जुटाउन नसक्ला। 5 थरको कुनै किसानले अस्पताल धाउँदा पनि खोप नपाउन सक्छ। तर रेबिज भाइरसले कसैको आर्थिक अवस्था, भौगोलिक दूरी वा सरकारी कमजोरी बुझ्दैन। समयमै खोप नपाए रेबिजले ज्यानै लिन्छ। यो हस्पिटलमा चाहिँ गत शुक्रबार यो काठमाडौँ जिल्लाको थानकोटबाट चन्द्रगिरी 1बाट एकजना 48 वर्षको पुरुष भर्ना हुनुभएको थियो। उहाँमा सबै रेबिजको लक्षणहरू देखिएको थियो र उहाँ शनिबार 6 गते चाहिँ एक्सपायर हुनुभएको। चन्द्रगिरीका ती 48 वर्षीय पुरुषले पनि सानो कुकुरले टोकेको त हो नि, केही पनि हुँदैन भनेर सोचिरहेका थिए होला। तर त्यही सानो बेवास्ताले उनको ज्यान लियो। आज नेपालका सरकारी अस्पतालहरूमा देखिएको रेबिज खोपको अभाव औषधिको मात्रै अभाव होइन, यो स्वास्थ्य प्रणालीको कमजोरी, खरिद व्यवस्थापनको असफलता र जनस्वास्थ्य प्रतिको उदासीनता पनि हो, र तपाई हाम्रो लापरवाही पनि हो। किनकि एउटा यस्तो रोग जसको उपचार नै छैन र खोप नै एकमात्र सुरक्षा हो, त्यसको खोप उपलब्ध गराउन नसक्नु प्रशासनिक कमजोरी मात्र नभएर यो प्रत्यक्ष रूपमा नागरिकको जीवनसँग गरिएको लापरवाही पनि हो। र अब प्रश्न सरकारतर्फ सोझिन्छ, यदि खोपकै अभावकै कारण कुनै नागरिकले ज्यान गुमाउँछन् भने त्यसको जिम्मेवारी कसले लिन्छ?